Oh, look at this, guys. Hey, good morning, everyone. So it's our second day. अब चाहिँ हामी यो गैरीबासमा हामी स्टे गरेको थियौँ हैन. अब चाहिँ हामी यहाँबाट निस्किँदैछु. सन्दकफू तरफ लागेको हैन. फर्स्ट कालीपोखरी, त्यहाँबाट चाहिँ सन्दकफू. सो आजको वेदर एकदमै दामी लाग्यो हामीलाई. हाम्रो गेटअप पनि एकदम चेन्ज भएको छ आज चाहिँ हो. नभए त अब हिजो त हामी भक्कु भक्कु लुगा लगाएर हिँड्दै थियौँ हैन. भनौँ कि भने चाहिँ हामीले अहिले बिहानको वेदर हेर्दाखेरि चाहिँ यस्तो चिसो थियो कि हामीले ज्याकेट मोटो मोटो लुगा लगाइकन हिँड्नु आँटेको थिएँ. तर फेरि होस् ढिलो भयो पनि भओस् भनेर चाहिँ हामीले फेरि डल्लै गेटअप चेन्ज गरेको होइन. हत्तु भयो यो उकालो जानु पर्दैछ. अब यहाँदेखि उकालो चाहिँ सर्टकटहरू पनि रहेछ कतिवटा होइन. अन्त बाई द वे यो जुन चाहिँ गाइडको कुरा छ, हिजोको हामीले आज गाइड आउनेवाला थियो हाम्रो होइन. तर त्यसको लागि पनि हामी सन्दकफू पुगेर नै हेरौँ भनेको नि. अब सन्दकफूसम्म त हामीलाई गाइड चाहिँदैन रहेछ होइन. यसो बुझ्दाखेरि सन्दकफूदेखिको उता फालुट जानको लागि चाहिँ हामीले बाटोहरू चिन्दैन अरे, हराउँछ अरे मान्छेहरू. त्यसको चाहिँ हामीलाई डर लाग्यो. लेट्स सी सन्दकफू पुगेर नै हामीले प्लान गरेको छु. अहिले केही प्लान छैन हाम्रोमा. Oh my god, what a view guys. See? कहाँ पुग्यो हामी? यो कालीपोखरी. अब यहाँबाट त बेसी छैन. Wow, feeling so good. यहाँनिर अब एकछिन टोलिने हामी हो. सी घाम लागेर चाहिँ दामी भयो नि फेरि. Oh my god, योहरू सब नेपाल साइड. लु यो लास्ट कालीपोखरी हेरिहाल्नुहोस्. अब चाहिँ हामी नेपालतर्फ लाग्दैछौँ फेरि होइन. यो सर्टकट जति पनि छ त्यो चाहिँ नेपाल अरे हो. अन्त यो रोडहरू जति पनि छ त्यो चाहिँ के हो, इन्डिया अरे होइन. अन्त नाना हाउ यु फिलिङ नाउ? मजा आउँदैछ? मजा आउँदैछ. सन्दकफू तरफ लागौँ. वाह सफ्ट छ अरे. यो चाहिँ सफ्ट छ. यो टु मच सफ्ट. मसो त 250 नै हो बेसी. ए भनेपछि यो 200 पर एउटा लाचीको. लान्छ ल. ए 200 को लैजाउँ. हुन्छ. एउटा एक माला कहाँ बसेर बनानीहरू? हामी गैरीबास. ए हो र. हजुर गैरीबासबाटै हिँडेर. दुई माला. कतिवटा लानु न? म एक माला लान्छु. तिमी? एक माला. म यो लान्छु. यो सफ्ट है यो वाला चाहिँ. हजुर हजुर यो दिनुहोस् न मलाई चाहिँ एउटा. कस्तो चाहिँ त्यो 230 रुपैयाँ मैले लिएको हो. हो लुक एट दिस गाइस. 10 रुपैयाँ खाएँ. चौरीको छुर्पी. यो चाहिँ 250 पर लाची अरे हो, एक लाचीको. अनि यो चाहिँ अलिकति कडा छ अरे. यो चाहिँ 200. चौरीको घिउ हो. हजुर चौरीको घिउ. चौरीको. यो 400 हो. यो 200, यो 800. त्यसको नि वाइन. वाइन चाहिँ यो चाहिँ गुराँसको रहेछ नि. गुराँसको पनि छ. यो स्ट्रबेरीको रहेछ. यो चाहिँ कसरी? 300 मात्रै हो. ए 300 रुपियाँ बोतल. यो तलको चाहिँ ए खुकुरी. यो त रम रहेछ है. कुकुर रङ चाहिँ 550 बोतल. ए होइन के होइन नाम? त्यो चाहिँ रक्सी हो नाम. यसले चाहिँ माछा अरे हो. गुराँसले त मात्दैन. यो त अब हाम्रो खोकीको सिरप जस्तै हो, खाँदा हुन्छ अलिअलि. हामीलाई गुराँसको वाइन चाहिँ चाख्नु दिन्छ अरे. अर्ग्यानिक हो नि त, मात्दैन पनि अरे आन्टीले भन्नुभएको भर. यसले चाहिँ माछा अरे. यो चाहिँ के हो? यो खोकिम अरे. खोकिम रक्सी. यो त कडा रहेछ. किवीको पनि रहेछ. यहाँ स्ट्रबेरीको. चाख्नु त मिठो छ. मिठो. अहिले जति चाख्यो उति खानु पनि खुसी छ. साँच्चै भनेको म त बनाउँछु कि चाख्नु त्यो गरेर आउँछ. गुलियो चाहिँ पुरा गुलियो हो. अन्त नि
कडा त होइन रहेछ है सफ्टै रहेछ सफ्टै रहेछ बाजे बोजूहरूले खानु सक्छ बाजे बोजूले खानु यसमा दिनुहोस् न हुन्छ म राइट यो चाहिँ हामीले एक एक बोतल लाँदैछु मामलाई लगिदिने हो नानाको माम मेरो माम 200 ए यसले त थुप्रो पुग्छ नि तर यो चाहिँ 200 यो चाहिँ भेडागी हो बढे बेडा यो त एमआरपी त धेरै 25 लाउने होइन चिरिक 25 चाहिँ के को रुपिस 25 छ त यहाँ त होइन हौ यो त मैले उसको के अरे इस्टको बट्टा हो कि ए इस्टको भट्टा इस्टको इस्ट खनाको यो चाहिँ 200 नि यो चाहिँ त्यसो भए यो त यो एउटा लैजाउँ न त पाउहरू ल एउटा लैजाउँ Hi, from where? Kolkata, right? From Kolkata. Yeah, from Kolkata. खाइए खाइए अनुका आपका मनिरमा मनीरमा बहुत अच्छा है बहुत अच्छा है ना खै खाइदिउँ हत्तु भयो यस्तो हत्तु कि अब के भन्नु मेन चाहिँ मलाई चाहिँ खोइ हौ मेन चाहिँ मलाई चाहिँ नि कुम दुखेर हुन्छ नि नानालाई खै के दुखेको मुभ लगाइन्जेल भयो यस्तो कन्दा हुन्छ नि यो ब्यागले दुखेर चाहिँ मर्नु आँटे तर बेसी छैन अब 3 किलोमिटर मलाई जतिको चाहिँ दुखेको छ मलाई पुरा दुखेको छ हुन्छ नि अब त्यो ब्याग बेसी भारी भएर मलाई हौ यो ब्यागमा चाहिँ त्यस्तो केही छैन भारी होइन मतलब लुगाफाटामा हामीले त्यस्तो सबै ड्राई फिटवाला कम्ती कम्ती पत्ता पत्ता लिएर आएको होइन तर के भन्नु यो केले गर्दा चाहिँ भारी भएको यस्तो के यो डोल जस्तै केले गर्दा भारी भएको अब बेसी छैन यहाँबाट ओन्ली 3 किलोमिटर्स त्यो त हाम्रो लागि इजी पिजी होइन लेट्स गो नाना लेट्स गो आम्बो यस्तो तलबाट आएर चाहिँ हामी मर्न आँटेको छ है अहिले चाहिँ अब हाम्रो यहाँ काँक्राको टाइम छ काँक्रा खाँदैछ अहिले हामी साथीभाइ भेटेर अब हामीलाई बाटोहरू चाहिँ अब सजिलो भयो हो माई गड यस्तो डरलाग्दो अपिल चाहिँ लाइफमा कहिले पनि हिँडेको थिएन कहाँ गयो हाम्रो नाना फेरि आम्बो सी छाती ठोकिने चाहिँ उकालो छ हौ आम्बो ए उतै साइड पनि जाँदैछ ट्रेक त कि तर त्यो साइड चाहिँ अलिक लङ कट रहेछ नि त आम्बो लुक एट दिस भ्यू टफ रहेछ टफ त्यस्तो सजिलो सोचेको चाहिँ छैन रहेछ है भन्छ नि भन्नु सजिलो गर्नु साह्रो भन्छ नि त्यही रहेछ क्या हामी नानी ब्याक एक्सचेन्ज गरिन्जेल भइसक्यो दिदी बहिनी उसले त नि अघि मुभ पनि लगायो र पनि जाती नभएर चाहिँ अघि दबाई पनि खाइदिएको छु मैले एउटा साह्रो दुख्यो भनेर चाहिँ आम्बो कस्तो दुखेको त्यो ब्यागमा फेरि केही छैन हुनु चाहिँ तर त्यो ब्यागमा 1 केजी एप्पल चाहिँ छ कि त्यसले त त्यस्तो राख्दा भारी नहुनु पर्ने त हौ म त कट्टाइन्छु होला यहाँबाट जस्तो लागेको सो हेभी सो टफ गाइज ओ माई गॉड हिँडेको नि हामी हिँडेको हो नि अन्त गैरी बाँसदेखिको सन्दकफूसम्म जुन चाहिँ रुट छ त्यो चाहिँ मलाई एकदमै टफ लाग्यो साँच्ची भनेको कि गाडीमा गयो भने चाहिँ त्यो अर्कै रोड भइहाल्यो होइन तर अब हुनु त कतिवटा रुटहरू रहेछ नि सन्दकफू पुग्ने पनि कि तर अब जुनै रुट गयो पनि सन्दकफू नै पुग्ने होइन तर अब हामी गएको रुट चाहिँ फेरि मलाई अब हुनु त अरूहरू खै कुन चाहिँ बाटोतिर
जान्छ हो मलाई थाहा छैन तर यो जुन चाहिँ अब हामी आएको रुटहरू छ त्यो चाहिँ मलाई एकदमै टफ लाग्यो पुरा अपहिल छ एकदमै अपहिल फेरि बाटो पनि हुन्छ नि सजिलो पनि छैन हो यस्तै अब सबै घाटाङ घिटिङ हुन्छ नि यस्तोहरू अन्त कसरी अन्त आम्बो तल आउँदैछ अझै मान्छेहरू हरेस लागि कहिले आइपुग्छ पुगौँ मात्रै नि सन्दकपू पुगौँ मात्रै नि यस्तो खुट्टा पछारेर चाहिँ म बस्छु कि आज 16 किलोमिटर हिँडेको होइन भोलि 21 किलोमिटर हो तर फालुटको रुट त त्यस्तो उयो टफ छैन अरे नि त तेर्सो छ भन्दैछ त्यहाँदेखि ओह्रालै ओह्रालो त हो राल सिँगन भइसकेको छ यहाँनिर सिँगन निस आम्बो यहाँसम्म चाहिँ आइपुग्यो अब मैले अघि त 3 किलोमिटर मात्रै छ भनेर चाहिँ कहाँ भनेको तल भनेको नि त होइन खै त आइपुग्दैन 16 किलोमिटर चाहिँ नि टोटल रहेछ कि तर नि के त्यो अपहिल भएर बाटो अप्ठ्यारो भएर चाहिँ खास टाढो परेको रहेछ बेसी अब डिस्टेन्स भएको जस्तो लाग्दो रहेछ कि तर खालि 16 किलोमिटर चाहिँ भन्छ होइन तर हामी त कति हिँडिसक्यौ यत्तिका पुग्दा नि त हौ अन्त 1 किलोमिटर रहेछ सन्दकपू अब ओन्ली 1 किलोमिटर आफ्टर द्याट सन्दकपू माथि रहेछ होमस्टे ओ माई गड बल्ल बल्ल होमस्टे चुचुराहरू देख्नु पायो छानाहरू कम ऑन नाना लेट्स गो ओ नाना चलो 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 मैं खुश हूँ अब बेसी छैन ओन्ली 1 किलोमिटर फाइनली सन्दकपू हो याक दाजु यहाँ रहेछ मऱ्यो म त चलो नाना खुट्टा देख्नु छैन यता हेलो रिसेप्सन हामी चाहिँ खानासाना खाएर पनि यहाँनिर अब यसो सराउन्डिङ्स कस्तो रहेछ के रहेछ हो यस्तो भोक लागेको थियो रिङ्गटा चल्दै थियो खानासाना खाएर ढुक्कै भयो वाउ याकलाई चाहिँ मैले लाइफमा फर्स्ट टाइम देखेको है आइज कस्तो मजाको बेबी पनि त रहेछ यहाँनिर फेरि दुईवटा रहेछ आइज आइज बेबी आइज ओ यो त गाईहरू जस्तो हुँदो रहेछ तर अलिक पुड्के हुँदो रहेछ आइज यिनीहरूले के उयो गर्छ यिनीहरूलाई पक्रिनु हुन्छ पक्रिनु हुँदैन ए भाग्छ पक्रिनु पनि सक्नु पऱ्यो नि भन्दैछ के मजाको है ट्राई गरौँ ट्राई ओ भाइ उता जा डर लाग्यो हुँ गर्दैछ नि यहाँबाट डर लाग्दो रहेछ त्यो उयो हिउँ अरे ए उयोबाट हिउँ परिरहेको रहेछ खै त अन्त मेल्ट भएको अब यति मात्रै रहेछ अलिअलि रहेछ है सन्दकपूमा स्नोको नाममा चाहिँ यति मात्रै छ है सबै मेल्ट हुँदैछ यहाँ छ अलिकति यो पालिको हिउँ नपक्रि त कसरी बस्नु होइन भयो हिउँ खेलिसक्यो ल लु हामीले रुम पनि राम्रै पाएको छ होइन सानो कोजी छ पुरा जाडो होइन र हामीले यो चाहिँ हो नमोबुद्ध हाइट्स रहेछ यो लजको नाम चाहिँ होइन अन्त कति पर हेड पऱ्यो भन्दा 1500 पर हेड पऱ्यो त त्यो 1500मा चाहिँ हामीले के पाउँछौँ भन्दाखेरि चाहिँ अहिले आउने बित्तिकै लन्च पाएँ होइन अनि त्यहाँदेखिको अब अहिले भएर डिनर पनि अरे त्यसको अगाडि स्न्याक्स पनि दिन्छ अरे अन्त बिहान ब्रेकफास्ट पनि दिन्छ अरे हामीले चाहिँ प्लान गरेको छु भोलि बिहान नै 6 बजी हिँड्ने हामीले एउटा कुरा चाहिँ एकदमै राम्रो चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले साथी पनि पाएको छु गाइड अब हामी नगर्ने भयो क्या अन्त उहाँहरू पनि 6 बजी निस्किने अरे बिहान हामीलाई पनि साथी हुन्छ होइन किनभने बाटो चिन्दैन हो उहाँहरू चाहिँ दार्जिलिङबाट रहेछ
So we are here now, and tomorrow we will be heading towards Falut. So the trail is so simple, I guess. Yeah. Alright. So we are going to stay in Falut tomorrow. So this is a very good map. Alright, we are back to our room now. It's raining outside. डरलाग्दो त्यो पनि एकदमै हेभीली. अन्त हामीले भोलि 6 बजे चाहिँ यहाँबाट चेकआउट गर्ने चाहिँ प्लान गरेको हैन. लेट्स सी अब यस्तो लाग्दा पानी परिरहेको छ. बेसी पानी पर्यो भने चाहिँ नजानु, नहिँडेको राम्रो, किनभने अब टाइममा अब रोक्ने जग्गाहरू हुन्छ नि, लाइक अब सानो सानो दोकानहरू टाइपको हैन, त्यो चाहिँ छैन. एकैचोटि अब सबरग्राम के कता रहेछ, अनि त्यहाँदेखि एकैचोटि फेरि फालुटमा रहेछ. त्यही कारणले चाहिँ बेसी नहिँड्नु भन्ने चाहिँ अब नहिँडिहाल्नु, हेरेर हिँड्नु भन्ने चाहिँ अब यहाँको भनाइ रहेछ हैन, यहाँको मान्छेहरूको. लेट्स सी त्योहरू हो. सो एकदमै टायर्ड है. अब चाहिँ वी आर गोना स्लिप एन्ड वेक अप अर्ली. सो सी यू टुमोरो. बाई.